बेबी एउटा कुरा भन्छु है हजुरलाई दुःख नमान्छेला साँच्ची प्रमिस गर्छु कि म दुःख मान्दैन प्रमिस 3 दिन भइसक्यो मैले एउटा कुरा हजुरलाई बताएको छैन भनौँ तर कुनै पनि दुःखी नहुने है ओके हजुरको टिकटक आइडी ब्यान्ड भइसक्यो हजुर हो बाबा यार ना रुनु पर्दैन रुने कुरै छैन बेबी कस्तो केटी लाठी हो कि बाँठी हो यो मान्छे भयो ब्यान्ड म के गरौँ त आफै बेबी मेरो उसबाट हेरेको थिएँ त्यसबाट चाहिँ ऊ भइसकेको थियो के अरे ब्यान्डेड आइडी भनेको छ दिस आइडी इज ब्यान्डेड भनेको छ कति भिडियोहरू थियो कि मलाई त यति टेन्सन भएको छ साँच्ची रुक्स्यो त्यसरी नहटाउँछु किन हजुरकै आइडी 10 चोटि ब्यान्ड हुने होला म अचम्म परेको छु बाबु हजुर सानो होइसिन्छ र अब त हजुर लुक्सुमा त ठुलो देखिसिन्छ त हजुरलाई त्यो सानो भनेर भन्दा पनि खै के हो म त पुरै बुझ्न सकेको छैन सरकार ब्यान्ड गर्छ र टिकटक आइडी हजुरको लाटी म अब सरकारलाई के भन्ने अरे के भनिरहेछ लाटी अरू त केही थिएन त्यसमा भिडियो राम्रो थियो कि त्यही भएर टेन्सन भयो अब त्यो भिडियोजहरू सेभ पनि छैन मेरो मोबाइलमा मेमोरी 1-2 भिडियो मात्र हालेर जे पो हुन्छ जान्छ त्यो टिकटक कति धेरै भिडियोजहरू थियो नि त आइडी टिकटकले गर्छ टिकटक यो एप हो नि त यो एपले नै हो गर्ने एप कसरी गरेला एप चलाउने मान्छेले गरेला खै कसरी भयो मलाई थाहा भएन अहिलेसम्म आमा यति धेरै आइडी बनाएँ कति ब्यान्ड हुने होला म त आफै छक्क पर्छु भने अब त वाक्क भइसकेँ फेरि किन हुँदैन अनि त्यही त भने फेरि छोरीलाई टिकटक नबनाए हुँदैन डान्स सान्स गर्न मन पराउँछ नि कुनै बेला आज सोच्न लाग्यो धेरै भइहाल्यो टिकटक बनाए आज बनाउनु पर्ला भनेर अब बनाऊ होइन मामा हजुर घर गएर अलिकति त्यस्तै टेन्सन भएर अब हजुर गाडी हो हस् तर मेरो आइडीमा खोल्ने हो आज हट अब खोल्दैन अब त मलाई मरेक पनि खोल्दिन मैले पहिल्यै भने नै स्कुल जाने बेला पनि मलाई स्कुल ड्रेसमा बनाउन चाहिन्छ हजुरलाई मनपर्छ तर म त अब वाक्क भइसक्यो अब नबनाऊ नाइ बरु हजुर नचलाइसला मै चलाऊ हट त्यस्तो हुँदैन म कहाँ चलाउँछु हजुरको कुनै भिडियोहरू पोस्ट गरिदिने मात्रै हो मलाई अब वाक्क लाग्यो झिया भयो यो टिकटक देखेर हजुरको आइडी मेरो आइडी नखोलेपछि नै म त अब हजुर टिकटकै नबनाउने डान्स सान्स बन्द त्यस्तोमा सक्दैन आई कान्ट नाइ म टिकटक नबनाए फेरि कथक सिक्छु भनेर के हो त्यो झुम्का सुम्का ल्याइन्छ आजकल घुमर सुमर घुङ्गुर ल्याइसकेको थियो अब त्यो बिचरा त्यो पनि युज हुन पाउने भएन होइन मैले ज्वेलरीहरू पुरै किनिसकेको थिएँ यो भयो कसरी भने म आफै छक्क परेको छु न केही थियो न त्यस्तो केही भयो एक्कासी अस्ति मामा हजुर होममा एक्कासी त्यो नोटिस आएको थियो नभन्छ रहेछ नि हजुरले मलाई किन भन्दैन रोइसी नि हो र बनाए पापाले गरेर केही बनाइमाग्थ्यो नि पापा गरून् जे गरून् मैले पनि ट्राई गरेँ केही भएन मलाई त फेरि ट्राई गर्न पनि झ्याउ लाग्यो के मेरो आइडीमा मेरो भाइसँग दामी अङ्गरवाला पनि थियो भाइसँगको त कस्तो राम्रो थियो फेरि त्यो भिडियो मेरो मोबाइलमा भयो त मलाई टेन्सनै हुने थिएन मोबाइलमा पनि छैन कि सेभ गर्नुपर्छ नि त मेमोरी धेरै स्पेस खान्छ कि त्यही भएर मैले सेभ नगरेको दिदाको आइडी ब्यान्ड भयो कसको आइडी ब्यान्ड भयो अब के गर्ने मैले बन्दी के गर्ने बेबीले ऊ भाइसँग कुरा गर्दैछ के गर्ने बेबीले बाबु कृतांश भाइ ओइ ट्रान्जिसन भिडियो पनि थियो मेरो
त्यो त पोस्टै हुन पाएको थिएन ड्राफ्टमा थियो म त बिर्सिहालेको थिएँ पोस्ट आइडी गर्नु ब्यान भयो भने ड्राफ्टको पनि उड्ने हो अब आइडी नै लगइन हुँदैन भने कसरी ड्राफ्टको कुरा होला बेबी कस्तो कुरा गर्छ छोडिदेऊ त्यस्ता टिकटक सेकटक जाबो ब्याट अझ खोल्छु नि त ब्याट अब नखोल्नु वाक्क भयो नो 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 अब चाहिँ खोलिँदैन है डिजी बोराको डान्स अब तपाईँहरूले देख्न पाउनुहुन्न है त साथीहरू न हुँदैन नो 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 म नखोल्ने अब म त बिल्कुलै नखोल्ने ओके गाइजहरूलाई पनि मेरो डान्स मनपर्छ नि त त्यसैले मैले बनाउनै पर्छ हेट हुँदैन 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 पर्छ बनाउनै पर्छ म त बनाउँछु अब म खोलिदिँदै नै होइन अब ल